हेलो हेलो गाइज, के छ खबर भन्नै परिगयो होइन। अनि आज यसो बुटोलतिर जानु पर्यो भनेको। दाउन्नेको बाटोको यसो भिडियो बनाइदिउँ, खबर गरिदिउँ, साथीभाइहरू यतातिर आउँदै हुनुहुन्छ भने चाहिँ भने यसो भ्लग बनाएको क्या है। अब यो देख्न सक्नुहुन्छ, यो दाउन्ने कटियो। दाउन्ने कटेपछिको बाटो चाहिँ यस्तो दामी भएको रहेछ कि यस्तो दामी भएको रहेछ, गाडी कहीँ रोकिँदैन क्या। अब देख्न सक्नुहुन्छ होइन, बाटो चाहिँ फिलिल्लै बनिरहेको रहेछ, नो जाम नो त खतरा बनाइदिएको। पहिरो सहिरो पनि सबै अब पुरै वाल लगाएर यस्तो राम्रो बनाएको छ कि जस्तो पानी आए पनि केही बिगार्दैन क्या। अब ल बाटो हेर्न सक्नुहुन्छ होइन, एउटा कहीँ जाम केही छैन। अब धेरै बाटो राम्रो भएको कारणले होला धेरै स्पिड अब हिँड्न पनि मिल्यो। तर के स्पिड हिँड्दा देख्नु होला यो गाडी निदाइदिएको कि कसो कि हो, एकातिर हालिदियो लगाएर। त्यही हो, बन्दैछ ल बनिसक्यो। अब यहाँबाट अगाडि चाहिँ अब काम हुँदैछ, काम भइरहेछ। अब यति हो, धेरै छैन, 1 किलोमिटर पनि छैन होला, यति हो। यति चाहिँ अलि नबनेको रहेछ, बन्दैछ, काम गरिरहेको छन् मान्छेले है। ल यस्तै छ। अब बाटो चाहिँ अब यहाँसिम चाहिँ बन्दै रहेछ, त्यहाँबाट अगाडिसम्मको चाहिँ भिडियो फेरि म बनाउने छु, बराडबाट बुटोलसम्मको। हेर्दै गर्नु होला, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है। कस्तो लाग्यो मेरो भ्लग्स। ल एकचोटि यहाँबाट फेरि अगाडिसम्म हेरिदिनु है। त यो चाहिँ यास मोड है, नागदेवताको हुन्छ नि, पूजा हुन्छ नि यहाँ चाहिँ यास मोडमा। यहाँ पहिला चाहिँ धेरै दुर्घटना हुन्थ्यो, अहिले चाहिँ एउटा पनि हुँदैन, एकदम सबैजना सचेत, बाटो पनि राम्रो। ल अब हेर्दै गर्नु है, हेर्दै जानु न, यस्तो राम्रो खालको बाटो। यति मात्र हो नबनेको, नयाँ त एकदम राम्रो बाटो। ल अबदेखि दाउन्नेमा चाहिँ जाम पर्ला भन्ने केही उस नगरे हुन्छ, ढुक्क भएर आयो हुन्छ है। ल हेर्नुहोस् त बाटो, ओ के छ।